हरे कृष्ण। माइंड कंट्रोल कसरी गर्ने यसको सिंपल एन्सर छैन। यो कुनै टेक्निकल चीज होइन। तपाईले दुईटा नटलाई टाइट गर्नुभयो, दुईटा नटलाई खोल्नुभयो अनि ठिक्क हुन्छ भन्ने खालको एन्सर हुँदैन। यसको लागि एउटा प्रोसेसलाई फलो गर्नुपर्छ र टाइम लाग्छ। म पहिल्यै भनिदिन्छु हैन। अनि माइन्ड कन्ट्रोल कसरी गर्ने, जस्तै गीताबाट हामीले हेर्दाखेरि सबैभन्दा पहिला अर्जुनले भनेका छन् 6.34 मा, चञ्चलम हि मन कृष्ण प्रमाथि बलवदृढम तस्याहम निग्रहम मन्ने वायुरिव सुदुष्करम। हे कृष्ण, यो मन यति चञ्चल छ कि यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ। तर कृष्ण, बरु म वायुलाई कन्ट्रोल गरिदिन्छु, तर यो मनलाई कन्ट्रोल गर्न सक्दिनँ भन्नुभयो अर्जुनले। अब यहाँनिर हामीले के बुझ्नुपर्छ भन्दाखेरि अर्जुनले कुनै चाप्लुसीमा भने हैनन् कि, अर्जुनले फ्याक्ट कुरा गरिरहेछन्। बुझ्नुभयो नि? त्यो अर्जुन जोसँग कृष्ण स्वर्गमा जाँदाखेरि साइडमा अर्जुन बसेका थिए र इन्द्रले अर्जुनको लागि एउटा अप्सरा अफर गरेका थिए, उर्वशी। र उर्वशीलाई अर्जुनले आमा भनेर सम्बोधन गर्दाखेरि उर्वशी रिसाएर अर्जुनलाई श्राप दिएकी थिइन्, तिमी नपुंसक बन्नु परोस् भनेर। त्यही भएर अज्ञातवासमा अर्जुन केही वर्षको लागि नपुंसक बनेका थिए। तपाईलाई थाहै छ। त्यस्ता व्यक्ति उर्वशी जस्तो अप्सरालाई पनि उनले रिजेक्ट गरेका व्यक्तिले मेरो माइन्ड कन्ट्रोल छैन, म मनलाई कन्ट्रोल गर्न सक्दिनँ भनेपछि हाम्रो लागि कति मुस्किल कुरा होला यहाँबाट बुझिन्छ हैन। अनि अर्को कुरा भनेको मन चञ्चल छ। चञ्चलको अर्थ के हुन्छ भनेपछि आज बसमा आयो होला, आज कन्ट्रोल भयो होला, तर भोलि फेरि अनकन्ट्रोल भइदिने कुरालाई नै चञ्चल भनिन्छ कि। यस्तो स्वभाव हुन्छ मनको भनेपछि अन्तिम अवस्थासम्म योसँग लड्नु पर्ने रहेछ भन्ने एउटा भनाइयो। 6.35 मा कृष्णले भने असंशयम महाबाहो मनोदुग्री ग्रहम चलम भन्नुभयो। हे अर्जुन महाबाहो, यो मनलाई कन्ट्रोल गर्न गाह्रो छ, म पनि मान्छु भनेर कृष्णले भनेपछि अब यसमा अझ बढी के पोइन्ट आयो भनेपछि भगवानले त्यो बच्चाको कुरा हो, तैँले सोचेको मात्र त्यस्तो होस् भने भए सजिलो हुन्थ्यो मनलाई कन्ट्रोल गर्न भन्ने बुझिन्थ्यो। तर भगवानले पनि त्यसको कुरालाई हमा ह मिलाइदिए। हो अर्जुन, यो मनलाई कन्ट्रोल गर्न गाह्रो छ भन्नुभयो। तर अर्को लाइनमा के भन्नुभयो, अभ्यासेन त कन्तेय वैराग्येण च गृह्यते। तर दुईटा कुराले तिमीले मनलाई कन्ट्रोल गर्न सक्छौ, अभ्यास र वैराग्य भयो भने। अब यहाँनिर आएर प्रश्न के उठ्छ भन्दा अभ्यास के हो र वैराग्य के हो हैन। अब यो मेन टपिकमा आयौँ। अब हामीले छलफल गर्दाखेरि अलि ध्यान दिएर सुनौ। अभ्यास भनेको त्यो कुरा हो। अभ्यास भनेको के हुन्छ, आज गर्यो, भोलि गर्यो र पर्सिदेखि काम तमाम, त्यस्तोलाई अभ्यास भनिँदैन। अभ्यास भनेको मरणासन्न तपाईले मृत्यु आउनुभन्दा अगाडिको पलसम्म तपाईले अभ्यास गर्नुपर्छ भने त्यसलाई अभ्यास भनिन्छ हैन। यस्तो खेल छ माइन्डको। अब त्यो अभ्यास भनेको के हो, सबैभन्दा पहिला हाम्रो दिनको सुरुवात हुन्छ नि मर्निङबाट सुरु हुन्छ। मर्निङ प्रोग्राम्सहरू तपाईले अटेन्ड गर्नुपर्छ। आरती होस्, मङ्गल आरती होस्, गुरु पूजा होस्, या तपाईँ घरमै आरती गर्नुहुन्छ, कोही बात नै, भगवानको दर्शन गर्नुहोस्, भगवानलाई उठाउनुहोस्, बिहान शङ्खको आवाज सुन्नुहोस्, आरती दीपकहरू जलाउनुहोस्, अनि त्यस पछाडि तपाईँ भगवानको मालामा जप गर्नुहोस् नामको। बिहान बिहान माला जप गर्नुभयो भने के हुन्छ, तपाईँको सतगुणी वातावरणको एउटा प्योर इन्भाइरोमेन्टको तपाईँले फाइदा लिनुहुन्छ। तपाईँको दिन त्यसरी सुरुवात भयो। अनि त्यस पछाडिका एक्टिभिटीहरू छन् तपाईँका। अब हाम्रो दिन सुरु भएपछि अब तपाईँको एसोसिएसन हुन्छ, कस्तो सङ्ग गर्नुहुन्छ तपाईँले, त्यो पनि म्याटर गर्छ। अब तपाईँले सांसारिक कुराहरू गर्ने व्यक्तिहरूको सँग तपाईँले छोड्नुपर्छ, केवल भगवानको कुराहरू गर्ने, लाइफलाई बुझेका व्यक्तिहरू, आत्मालाई बुझेका, एउटा जीवनलाई बुझेका व्यक्तिहरूको सँग गर्नुपर्छ। तपाईले बिहान उठेर सबै प्रोग्रामहरू त गर्नुभयो, तर तपाईँको एसोसिएसन गलत छ भने तपाईँको माइन्ड कहिले कन्ट्रोल हुँदैन। दोस्रो भयो। तेस्रो कुरा भनेको तपाईँको फुड। तपाईँले खाना सात्विक खाना खानुपर्छ। जैसा अन्न ऐसा मन भन्छ नि हैन। सात्विक खानामा तपाईँको के पर्छ, भेजिटेबल्स, अर्ग्यानिक फ्रुट्सहरू भयो, या 3 घण्टा अगाडि पकाएको खानाहरू हैन, फ्रोजन फुडहरू नखाने, जङ्क फुडहरू नखाने, स्ट्रिट फुडहरू जो बजारमा मिल्छ त्यस्तो फुडहरू नखाने हैन। अनि भगवानलाई भोग लगाएर मात्र खाने, यस्तो खालको तपाईँले प्रसादको रूपले तपाईँले खाना खाने गर्नुभयो भने अनि त्यसले पनि धेरै सपोर्ट गर्छ तपाईँको माइन्डलाई कन्ट्रोल गर्नलाई। अनि अर्को कुरा भनेको हियरिङ पनि तपाईँको राम्रो हुनुपर्छ, श्रवणम।
तपाईले डेली ज्ञानगुणका कुराहरू सुन्नुपर्छ, प्रवचनहरू सुन्नुपर्छ, भगवत गीता इत्यादि रामायणहरू तपाईले वैदिक शास्त्रहरूको अध्ययन पनि गर्नुपर्छ, स्वाध्यायहरू गर्नुपर्छ हैन। पारायण भन्छ जसलाई संस्कृत श्लोकहरू पारायण गर्ने 10 मिनेट 15 मिनेट हैन। यसले माइन्डलाई धेरै हेल्प गर्छ कन्ट्रोल गर्नलाई। अनि यस्तो हुँदा हुँदै अनि अन्तिम अवस्था भनेको के भन्दाखेरि हामीले सेवा पनि गर्नुपर्छ। मन्दिरमा गएर हामीले सेवा माग्नुपर्छ, झाडु लगाउने, कीर्तन गर्ने, कुनै पनि किसिमको तपाईले एउटा सेवा गर्नुभयो भने यसरी प्याकेज भएर हाम्रो जीवन चल्नुपर्छ। अनि बल्ल तपाईले माइन्डलाई कन्ट्रोल गर्न सक्नुहुन्छ। नत्र के हुन्छ, मन ट्रिकी हुन्छ के, सधैँ तपाईलाई ट्रिक गरेर हैन तपाईलाई फसाउन मात्र खोज्छ कि। हाम्रो मनको मति भनेको सधैँ तपाईलाई तल लाने मात्र काम गर्छ के। यसले तपाईको चेतनालाई तल मात्र लाने गर्छ। तपाईँ विचार गर्नुहोस्, तपाईँ रोडमा हिँडेर तपाईलाई माइन्डले के जवाब दिन्छ कि, अरू व्यक्तिहरूलाई हेर्दाखेरि, केटीलाई हेर्दाखेरि, गाडीलाई हेर्दाखेरि तपाईको माइन्डमा के थट आउँछ कि, त्यो माइन्डले तपाईलाई के सजेसन दिन्छ थाहा पाउनुहुन्छ कि। तपाईले माइन्डले तपाईलाई सधैँ तलतिर मात्र लान्छ। त्यही भएर मनलाई साथी बनाउनु भनेको हाम्रो नियमित अभ्यासहरू जो मैले अहिले भने, सुन्ने, हाम्रो सङ्ग, हाम्रो खाना, हाम्रो बिहानको प्रोग्रामहरू हैन, आरती माला जपहरू गर्ने हैन, अनि भगवानको सेवा, भक्तहरूको सेवा गर्ने, गुरुजनहरूको सेवा गर्ने, यी कार्यहरू हाम्रो दैनिक जीवनमा हुनुपर्छ। यसैलाई अभ्यास भनिन्छ। यो कार्यहरू तपाईले छुटाउनु भयो भने अनि तपाईले माइन्डलाई कन्ट्रोल गर्न सक्नुहुन्न। अनि तपाईले भन्नु होला मलाई गुरुले कृपै गरेनन्, भगवानले कृपै गरेनन्। अरे भगवानले त भनिरहेछन् अभ्यास गर, तपाईँ 2 दिनमै रिजल्ट खोज्नुहुन्छ त कहाँबाट हुन्छ त। अनि किन भनेपछि माइन्डलाई जित्नु भनेको तपाईले परमात्मालाई प्राप्त गर्नु हो। माइन्डलाई जित्नु भनेको यो ब्रह्माण्डलाई जित्नु हो। तपाईले माइन्डलाई जित्नु भनेको जन्म मृत्युलाई जित्नु हो। अनि किन आशा गर्नुहुन्छ 2 दिनमा हुन्छ भनेर? ठिकै छ, यसैमा लडाइँ गर्नुहोस्। यही लडाइँ नै हाम्रो जीवन हो भन्ने सोच्नुपर्छ हैन। वैराग्य न चाहिँ गृहते पनि भन्नुहुन्छ। वैराग्य के हो त? वैराग्य भनेको संसार बेकार हो, सम्बन्धी बेकार हुन्, शादी बिहा बेकार हो, गर्लफ्रेन्ड बोयफ्रेन्ड बेकार हो, धन सम्पत्ति कमाउनु बेकार हो, यो कुरालाई वैराग्य भनिदैन। वैराग्यको अर्थ के हुन्छ भन्दाखेरि विशेष राग, संसारको प्रति डिट्याचमेन्ट पनि हुनुपर्छ। केवल संसारको प्रति डिट्याचमेन्ट हुँदैमा त्यो कम्प्लिट हुँदैन। तपाईको भगवानको प्रति पनि अट्याचमेन्ट हुनुपर्छ, अनि बल्ल कम्प्लिट हुन्छ कि। तपाईले संसारको प्रति राग उत्पन्न गर्नु भएन, तपाईँ डिट्याचमेन्ट हुनुहुन्छ संसारको प्रति, तर तपाईको भगवानको प्रति त्यति नै अट्याचमेन्ट छैन भनेपछि त्यो काम गर्दैन है। त्यसले तपाईलाई अहंकार मात्र दिन्छ, त्यसले तपाईको क्रोध मात्र बढाइदिन्छ। त्यही भएर तपाईको जति संसारको प्रति डिट्याचमेन्ट छ त्यति नै तपाईको भगवानको प्रति पनि अट्याचमेन्ट हुनुपर्छ। यसैलाई भनिन्छ विशेष किसिमको राग भनेर, वैराग्य। विशेष किसिमको राग हुनुपर्छ हैन। विशेष किसिमले भगवानको प्रति राग हुनुपर्छ। किन विशेष किसिमले? विशेष किसिमले भनेको के हो भन्दाखेरि यो संसारलाई तपाईले जुनबाट डिट्याच हुँदै हुनुहुन्छ त्यसैलाई तपाईले कनेक्ट गरेर भगवानको प्रति अट्याचमेन्ट हुनुपर्छ। संसारलाई तपाईले ढुस बनाएर, जिरो बनाएर तपाईँ भगवानमा अट्याचमेन्ट हुनै सक्नुहुन्न। यो संसारकै सहायता लिनुपर्छ। भगवानलाई पानी चढाउनुपर्छ, भगवानलाई फुल चढाउनुपर्छ, फलफुल चढाउनुपर्छ, तपाईले प्रचार गर्नुपर्छ, मान्छेहरूसँग कुरा गर्नुपर्छ, संसारको कुराहरू खानुपर्छ, तपाईले संसारमा हिँड्नुपर्छ। अनि संसारलाई मिथ्या, संसारलाई सुन्ने भन्ने सोचेर कसरी हुन्छ त? यो संसार भगवानले बनाएको सृष्टि हो, यसलाई कनेक्ट गरेर चल्नुपर्छ। अहम सर्वस्व प्रभव, मैबाट निस्केको हो यो सबै संसार, ईशावास्यम इदम सर्वम भनेर भगवानले भन्नुभएको छ। यो सबै संसार भगवानकै हो भनेर कनेक्ट गरेर तपाईले युक्त वैराग्य तपाईले जीवनमा अपनाउनु भयो भने अनि त्यसलाई भनिन्छ विशेष किसिमको राग। यस्तो भयो भने अनि बल्ल तपाईको माइन्ड कन्ट्रोल हुन्छ भनिन्छ। हरे कृष्ण।